माया जिमको ढोका बिस्तारै खोलेर भित्र पस्छिन्। उनी अलि नर्भस देखिन्छन्। माया मिरर अगाडि उभिन्छे। वरिपरि सबै फिट देखिन्छन्। उनी गहिरो सास लिन्छे र ट्रेडमिलतिर जान्छे। नजिकै एक केटा डिसिप्लिन भएर वर्कआउट गरिरहेको हुन्छ। उसको ध्यान पूर्ण रूपमा एक्सरसाइजमा हुन्छ। मायाको नजर अनायासै केटातिर जान्छ। ऊ तुरुन्त नजर हटाउँछे। माया डम्बेल उठाउन खोज्छे। वजन अलि भारी हुन्छ। ऊ हल्का हाँस्दै सानो डम्बेल उठाउँछे। दिनहरू बित्दै जान्छन्। माया निरन्तर मेहनत गरिरहेकी हुन्छे। माया अलिअलि फिट हुँदै गएको देखिन्छ। उसको आत्मविश्वास बढ्दै जान्छ। एक दिन केटा जिममा आउँदैन। माया वरिपरि हेर्छे, हल्का निराशा। केही बेरपछि केटा जिममा प्रवेश गर्छ। मायाको अनुहार हल्का उज्यालो हुन्छ। म ढोका खोलिदिन्छु। माया बाहिर निस्कँदा केटाले हल्का मुस्कुराउँछ। माया लजाउँदै सानो मुस्कान फर्काउँछे। अर्को बिहान माया आत्मविश्वासका साथ जिममा एक्सरसाइज गर्दै केटा टाढाबाट उसलाई रेस्पेक्ट र एप्रिसिएसनका साथ हेर्छ।